ल आज एउटा यस्तो राजनीतिक कथाको कुरा गरौँ जो सामान्यभन्दा अलि फरक छ। यो कथा हो श्रम, समुदाय र अलिकति रहस्यले भरिएको। यो कथा हो हर्क साम्पाङको, एक यस्तो नेता जसको उदयले स्थापित राजनीतिक नियमहरूलाई नै चुनौती दिएको छ। ल यही रहस्यमय कुराबाट सुरु गर्दै अब हामी त्यो दर्शनको खोजी गरौँ जसले यो कथाको मुख्य पात्रलाई अघि बढाएको छ। यो सबै कुराको जड बनाउन एउटा विचार हो श्रम संस्कृति। यो एउटा यस्तो सोच हो जसले शारीरिक मेहनतको सम्मान गर्छ, आत्मनिर्भर हुन सिकाउँछ र विकासको काममा नागरिकहरू आफै लाग्नुपर्छ भन्नेमा जोड दिन्छ। तर यो विचार कसरी वास्तविकतामा बदलियो त? उनको राजनीतिक यात्रा कुनै औपचारिक पदबाट सुरु भएको होइन। यो त एक अभियन्ताको रूपमा सडकबाट सुरु भएको थियो। हर्क साम्पाङको पृष्ठभूमि हेर्ने हो भने उनी एकदमै सामान्य परिवारबाट आएका हुन्। विदेशमा दुःख गरेर कमाए अनि नेपाल फर्केर स्थानीय स्तरमा हुने भ्रष्टाचार र गलत कामहरू विरुद्ध आवाज उठाउन थाले। सुरुमा त खासै कसैले पत्याएनन्। 2019 को चुनावमा जम्मा 422 भोट मात्रै आयो, तर उनले हार मानेनन्। अनि त्यसपछि आयो सन् 2022। जब उनी स्वतन्त्र उम्मेदवारको रूपमा मेयर बने, तब उनले आफ्नो त्यो दर्शनलाई व्यवहारमा उतार्न थाले र यहीँबाट सुरु भयो धरान मोडल। यो मोडेलको मुटु नै थियो श्रमदान आन्दोलन। अब श्रमदान भनेको के हो त? सिधा भाषामा भन्दा सरकार वा विदेशीको पैसा कुर्ने होइन, बरु समुदायका मान्छेहरू आफै मिलेर आफ्नो पसिनाले विकासका कामहरू गर्ने। यसको सबैभन्दा पहिलो र ठूलो सफलता के थियो? धरानको वर्षौं पुरानो खानेपानीको समस्या समाधान गर्नु। सोच्नुस् त, हजारौं स्वयंसेवकहरू मिलेर 42 किलोमिटरभन्दा लामो पानीको पाइपलाइन बिछाए र यो मेहनतको फल पनि तुरुन्तै देखियो। यही परियोजनाले गर्दा सहरमा दैनिक 7 लाख लिटरभन्दा बढी पानी थपियो। यो सानोतिनो कुरा थिएन। तर यो मोडल पानीमा मात्रै सीमित रहेन, वातावरण जोगाउन पनि समुदायलाई नै अघि सारियो, जहाँ 1 लाखभन्दा बढी रुखका बिरुवाहरू रोपिए। यो त भयो पूर्वाधारको कुरा। तर साम्पाङको मोडलले स्थानीय उद्योगमा पनि ध्यान दियो। साबुन र बेसार जस्ता स्थानीय उत्पादनहरू बनाउने कारखानाहरू खुले। यसले रोजगारी पनि दियो, सहरलाई आम्दानी पनि। अब धरानमा सफल भएको यो कथा धरानमै मात्र सीमित रहेन। बिस्तारै बिस्तारै यसले राष्ट्रिय स्तरमा पनि सबैको ध्यान तान्न थाल्यो। उनको राजनीतिक यात्रा कति छिटो अघि बढ्यो भन्ने कुरा यो टाइमलाइनले देखाउँछ। मेयर बनेको केही वर्ष नबित्दै उनी युवाहरूको भ्रष्टाचार विरोधी आन्दोलनको एक मुख्य अनुहार बने अनि त्यसपछि त आफ्नै राष्ट्रिय पार्टी नै स्थापना गरे। उनको जित कति ठूलो थियो भन्ने कुरा यो तथ्याङ्कले बताउँछ। उनले कुनै पार्टीको आड नलिई स्वतन्त्र उम्मेदवारको रूपमा देशका 2 ठूला र स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई हराएका थिए। तर नतिजा मात्रै होइन, उनको चर्चा हुनुको कारण उनको नेतृत्व गर्ने तरिका पनि हो। एकदमै फरक, अपरम्परागत शैली। उनको शैली र स्थापित राजनीतिको तरिकामा आकाश जमिनको फरक देखिन्छ। उनी सिधा कुरा गर्छन्, आफै श्रमिक दानमा खटिन्छन् र उनको ध्यान श्रमिक वर्गमा देखिन्छ। यही कारणले धेरैले उनको शैलीलाई अर्ग्यानिक अर्थात् मौलिक भन्छन्। एउटा लेखमा उनको बारेमा के भनिएको छ भने, उनको बोल्ने तरिका अलि ठाडो होला, तर उनले कुरा लुकाउँदैनन्, घुमाउँदैनन्। उनको मनमा पाप छैन जस्तो लाग्छ। सायद यही इमान्दारीले गर्दा मानिसहरू उनलाई पत्याउँछन्। त्यसो भए यी सबैको अर्थ के हो त? के हर्क साम्पाङको उदय केवल एउटा व्यक्तिमा मात्र सीमित छ, वा यो नेपालको राजनीतिको लागि एउटा नयाँ बाटो हुन सक्छ? उनले आफ्नो त्यही स्थानीय विचारलाई राष्ट्रिय स्तरमा लैजान एउटा पार्टी नै बनाए, जसको मूल विश्वास नै श्रमको सम्मान र आत्मनिर्भरता हो। यसले प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता प्रणालीगत परिवर्तनका कुराहरू पनि अगाडि सारेको छ। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्न बाध्य बनाउँछ। के हर्क साम्पाङले सुरु गरेको यो श्रम संस्कृतिको राजनीति विकासको एउटा नयाँ र दिगो मोडल बन्न सक्ला, वा यो केवल एक व्यक्तिको करिश्मामा मात्रै सीमित भएर बस्ला? सायद यसको जवाफ त्यही भविष्यमा लुकेको छ जसको सङ्केत हामीले सुरुमै पाएका थियौँ।